सबैलाई जय मसीह। प्रभुले यहाँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। हाम्रो प्यारा दाजुभाइ दिदीबहिनीहरू ख्रिस्टमा बढ्दै गर्नुहुने हाम्रा सबै दाजुभाइ दिदीबहिनीलाई प्रभुले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। म आशा गर्छु यहाँहरू निरन्तर बढिराख्नु भएको छ। दिनदिनै प्रभुले तपाईँलाई आशिष दिनुभएको छ। तपाईँको जीवन अझ नयाँ, अझ आशिषमय, अझ एकदमै खुसीको र आनन्दको जीवन बनेको छ। एकदमै आनन्द लाग्छ मलाई। आज क्रिस्चियन जीवन कति आशिषमय जीवन, कति अनुग्रही जीवन, प्रभुले हामीलाई कति धेरै आशिष दिनुभएको छ। हामी त धेरै खुसी र आनन्दित छौँ। दोस्रो जीवनको निम्ति झन्डै आनन्दित भएर हामी त प्रभुमा निरन्तर निरन्तर धन्यवादी बनिरहन्छौँ। विश्वास गर्छु यहाँहरूलाई प्रभुले धेरै आशिष दिनुभएको छ र यहाँहरूको जीवन अझ नयाँ ख्रिस्टमा अझ नयाँ नयाँ भएर यहाँहरू निरन्तर ख्रिस्टमा बढिराख्नु भएको छ। धन्यवाद। यो समयमा विशेष गरी हामीलाई माया गर्नु परमेश्वरलाई महिमा भएको। आज म यहाँहरूको बिचमा विशेष गरी के कुरा लिएर आएको छु भन्दाखेरि, जसरी छोराछोरीले आफ्नो आमा बुवाको अधीनतामा रहे चाहिँ त्यसरी नै मण्डली पनि अगुवाको अधीनतामा, पास्टर्स लिडर्सको अधीनतामा बस्न आवश्यकता छ। र उसरी नै पास्टर्स र लिडर्स पनि परमेश्वरको भए अधीनतामा रहन आवश्यकता छ। आज चाहिँ मैले यो विषयलाई लिएर आएको छु र विशेष विषय चाहिँ के हो भन्दाखेरि मण्डली अगुवाको अधीनतामा रहन आवश्यकता छ र अगुवा चाहिँ परमेश्वरको अधीनतामा रहन आवश्यकता छ। र मैले आज हितोपदेशको विशेष गरी एक अध्यायबाट लिएर आएको छु। हामी धेरैपल्ट यो बढ्दो उमेरमा हामी धेरैपल्ट के हुन्छ भन्दाखेरि एकअर्काले दिएको सल्लाह हामी याद गर्दैनौँ। हामी त्यो बढ्दै गरेको उमेरमा हाम्रा आमा बुवाले, हाम्रो ठुलाहरूले दिएका जुन पनि सल्लाह हुन्छ, हामी त्यो सल्लाहलाई धेरै जस्तो एक्सेप्ट गर्दैनौँ, मानिलिँदैनौँ, म गर्छु भन्ने ठान्दैनौँ। तर हाम्रो मनका कुराहरू जे लाग्छ, यो ठिक होला, यो ठिक होइन होला, जे मनमा लाग्छ हामी त्यही अनुसार धेरैपल्ट गरिरहेका हुन्छौँ यो बढ्दो उमेरमा। तर प्रियहरू, हामीले अलिकति ध्यान दिनुपर्ने कुरा चाहिँ आज हितोपदेशको वचनबाट मैले केही कुराहरू लिएर आएको छु। सायद एक अध्यायको म 8 पददेखि पढिदिनेछु। यहाँहरूले निश्चय पनि आजको वचनद्वारा नयाँ कुरो सिक्नुहुनेछ र प्रभु परमेश्वर तपाईँसित बोल्नुहुनेछ। म आज हितोपदेशको एक अध्यायको 8 पददेखि पढ्न चाहन्छु। यस प्रकारले लेखिएको रहेछ, हे मेरो छोरो, आफ्नो आमा बुवाको शिक्षा ध्यानसित सुन र आफ्नो आमाको अर्थी इन्कार नगर, किनभने ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुन्। आफ्नो आमा बुवाको शिक्षा ध्यानसित सुन, आफ्नो आमा बुवाको अर्थी इन्कार नगर। अनि प्रभुको वचनले चाहिँ हामीलाई के सिकाउँछ भन्दाखेरि प्रियहरू, हामी धेरैपल्ट याद गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, हामी बढ्दो उमेरमा चाहिँ हामीलाई आफ्नो इच्छा र के लाग्छ भन्दा यही नै ठिक हो जस्तो लाग्छ र हामी धेरै जस्तो अरूको शिक्षाहरू पनि सुन्न मन गर्दैनौँ। तर प्रभुको वचनले प्रियहरू के भन्दैछ आज हेर्नुहोस् त, तपाईँ र मलाई त भन्दै रहेछ, आफ्नो आमा बुवाको शिक्षा ध्यानसित सुन, त्यसलाई इन्कार नगर, किनभने त्यो नै तिम्रो शिरमा शोभाको मुकुट र तिम्रो गलामा सम्मानको हार हुन्। तपाईँ र मेरो गला, शिरमा मुकुट चाहिँ आफ्नो आमा बुवाको अधीनता हो। किनभने हाम्रो आमा बुवाले जे जति कुराहरू सिकाउँछ, उहाँले सबै कुरा भोगेर गएका हुन्छन्। उहाँले सबै कुरा, त्यो कुरा थाहा हुन्छ। त्यो समय भएर तपाईँ र मैले जुन समय बिताउँदैछौँ त्यो समय भएर उहाँहरू अघिबाटै जानुभएको हुन्छ र त्यसै कारण उहाँहरू त्यो समयको कसरी त्यो समयमा चल्न पर्छ भन्ने कुरा उहाँलाई थाहा छ। त्यसै कारण हामीले त्यो कुरामा शिक्षा दिन्छ, तिमी यस्तो गर, यस्तो गर, यस्तो नगर। यी सबै शिक्षाहरू उहाँलाई अघिबाटै त्यो बाटो भएर गएका हुनाले उहाँहरूलाई थाहा हुन्छ। त्यही कारण उहाँले त्यो शिक्षा हामीलाई दिँदाखेरि हामीले चाहिँ ध्यानसित सुन्नुपर्छ। हाम्रो प्रिय भाइ बहिनीहरू, हामीले यो कुरा चाहिँ ध्यान दिनुपर्छ। आफ्नो आमा बुवाको शिक्षा अधीनता ध्यानसित सुन्नुपर्छ। र त्यसरी नै मण्डलीले पनि त्यसरी नै मण्डलीमा भएका हाम्रो दाजुभाइ दिदीबहिनी सबैले नै ख्रिस्टमा बढ्दा, ख्रिस्ट प्रभुलाई पछ्याउँदा, ख्रिस्ट प्रभुलाई खुसी तुल्याउँदा, उहाँको आराधना गर्दा, उहाँलाई प्रशंसा दिँदा पनि हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, हाम्रो जो अगुवा हुन्छ, जो लिडर्स हुनुहुन्छ, उहाँ चाहिँ अघिबाटै ख्रिस्टलाई पछ्याउँदै गर्ने भएका हुनाले, ख्रिस्टलाई फलो गर्ने मानिस भएका हुनाले उहाँलाई कसरी
कुन प्रकारले चल्न पर्छ भन्ने कुरा थाहा हुन्छ अनि ख्रिस्टका आज्ञाहरू उहाँलाई थाहा हुन्छ उहाँले जानेको हुन्छ परमेश्वरसित उहाँहरूको बातचित भइरहेको हुन्छ परमेश्वरसितको घनिष्ठ सम्बन्ध हुन्छ सङ्कटमा पनि कसरी ख्रिस्टमा बनिरहनु पर्ने सङ्कटमा पनि कसरी स्थिर हुनुपर्ने प्रभुलाई कुन प्रकारले प्रभुको नजिक जानुपर्ने प्रभुलाई सम्मान गर्नुपर्ने प्रभुलाई कुन प्रकारले स्वागत गर्नुपर्ने उहाँलाई थाहा हुन्छ त्यो कुरा चाहिँ हामीले हाम्रो अगुवाकोबाट जे जति पनि वचनद्वारा सिक्छौँ ती कुरालाई चाहिँ हामीले झर्को नमानी ती कुरालाई चाहिँ हामी अप्ठ्यारो नमानी एक्सेप्ट गर्नुपर्ने हुन्छ किन उहाँहरू चाहिँ अघिबाटै सिकिरहनु भएका हुनाले उहाँलाई चाहिँ त्यो कुरा थाहा हुन्छ अनि उहाँले त्यो कुराहरू हामीलाई सिकाउने गर्दछ अनि त्यो कुरालाई चाहिँ तपाईँ र मैले ध्यानसित सुन्नुपर्ने हुन्छ इन्कार गर्ने कुराहरूपट्टि हामी जानु हुँदैन त्यो कुरालाई चाहिँ हामीले एक्सेप्ट गर्नुपर्छ हुनसक्छ हाम्रो मनका कतिवटा कुराले उहाँहरूको कुराहरू नमान्ला अलिकति अप्ठ्यारो लाग्ला साह्रो पर्ला गाह्रो पर्ला हाम्रो मनको चाहना अलग्गै होला तर पनि हामीले त्यो कुरालाई विचार गर्नुपर्ने हुन्छ किनभने उहाँहरूले चाहिँ जुन कुरा प्रभुबाट अघिबाट सिक्दै आएको हुन्छ त्यो कुरा नै बताउने गर्नुहुन्छ र तेस्रो नै मैले तपाईँलाई बताएँ जसरी मण्डली पास्टर्स लिडर्स एल्डर्सको आज्ञामा रहन्छ त्यसो नै पास्टर्स लिडर्स एल्डर्स पनि परमेश्वरको अधीनतामा रहन पर्छ किन परमेश्वर चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ जसलाई हामीले थाहा नभएको हामीले नजानेको सबै कुरा उहाँलाई थाहा छ मत्तीको वचनले भन्नुहुन्छ तपाईँ र मेरो शिरका केसहरू सबै गणित भइसकेको छ सबै शिरका केसहरू सबै गनिएको छ एक एक गरी गनिएको छ भनेको छ नि मत्तीको वचनले सबै गनिएको छ प्रियहरू तपाईँ र मलाई थाहा छैन मेरो कपालमा कतिवटा केस छ हामी जान्दैनौँ हामीलाई थाहै छैन तर प्रभु परमेश्वरको वचनले भन्दछ मत्तीको वचनमा उहाँलाई त सबै कुराको गणित छ प्रिय उहाँले सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ उहाँलाई सबै कुरा थाहा छ र हामी अगुवाहरू चाहिँ उहाँको अधीनतामा रहन आवश्यकता छ किन उहाँलाई सबै कुरा थाहा छ सङ्कटमा कसरी स्थिर रहन पर्ने हो दुःख कष्ट हुँदा पनि हामी कसरी ख्रिस्टमा बनिरहनु पर्ने हो त्यो कुरा चाहिँ अगुवाहरूलाई थाहा छ अनि त्यो कुरा चाहिँ जसरी अगुवाले परमेश्वरबाट सिक्छ र त्यसो नै हामी मण्डलीले चाहिँ अगुवाबाट सिक्न आवश्यकता छ र मण्डलीका अगुवाले परमेश्वरबाट सिक्न आवश्यकता छ र जब मण्डलीका अगुवाले परमेश्वरबाट सिक्छौँ तब हामी आशिषित हुन्छौँ तब हाम्रो जीवन अझ सुन्दर बनेर जान्छ प्रभुले हाम्रो जीवनलाई सजाउँदै लानुहुन्छ प्रभुले हामीलाई एक एक व्यवहारले एउटा खुसीको आनन्दले सजाउनुहुन्छ फेरि एकपल्ट प्रेमको सम्मानले सजाउनुहुन्छ मेलमिलापको सम्मानले सजाउनुहुन्छ दयाको सम्मानले सजाउनुहुन्छ हाम्रो जीवन त अति सुन्दर भएर जान्छ जब हामी यो प्रकारले चल्छौँ जब हामी यो प्रकारले चल्न सिक्छौँ तब हाम्रो जीवन आशिषमय हुन्छ एकअर्काले देख्ने छ अन्य जातिले भन्ने साथै क्रिस्चियन जीवन कति धेरै आशिषित जीवन रहेछ कसरी यति धेरै आशिषित कति आनन्द कति मेलमिलाप प्रेम एकता शान्ति कति आनन्दको रहेछ नि मण्डलीले त कति अगुवाको अधीनतामा रहँदो रहेछ अगुवाहरू परमेश्वरको अधीनतामा रहँदो रहेछ अनि त्यस प्रकारले मण्डली जब चल्छ मण्डली आशिषित हुँदै एक किसिमले बढ्दै जान्छ मण्डली अनि मण्डलीको सबै एउटै मन हुन्छ अनि त्यो एउटै मनले नै ख्रिस्टको आराधना गर्छ अनि प्रियहरू विशेष गरी मैले भन्न चाहेको कुरा चाहिँ कतिवटा कुराहरू म तपाईँहरूको बिचमा राख्न चाहन्छु हितोपदेशको अब अघि हेऱ्यौँ 1 अध्यायको अब हामी 10 पददेखि हेर्नेछौँ यसरी बताएको रहेछ हे मेरो छोरो यदि दुष्ट मानिसहरूले तँलाई फकाएर यसो भन्ला हामीसँग आऊ कसैको हत्या गर्न हामी ढुकी बसौँ हेर्नुहोस् प्रियहरू जब हामी अधीनतामा बस्छौँ नि जब हामी एक प्रकारको प्रभुको अधीनतामा बसेका हुन्छौँ अगुवाको अधीनतामा बसेका हुन्छौँ बुवा आमाको अधीनतामा बसेका हुन्छौँ तब यस्ता कुराहरू भइहाल्छ हाम्रो साथीभाइहरूले एक दोस्रो मानिसहरूले हामीलाई यस्तो शिक्षाहरू पनि कतिपल्ट हाम्रो जीवनमा ल्याउन सक्छ ती शिक्षा चाहिँ के हुन्छ भन्दाखेरि दुष्ट मानिसले फकाएर यसो भन्ला हामीसँग आऊ कसैको हत्या गर्न हामी ढुकी बसौँ यो कुरा चाहिँ दुष्टको सल्लाह हो दुष्टको सल्लाह कसैले हामीले देला दुष्टको सल्लाह कसैले हामीलाई सिकाउला दुष्टको सल्लाहहरू हामीलाई कसैले भन्ला तर यहाँ दोस्रो तल अलिकति बताएको कुरा चाहिँ के रहेछ भन्दा म हेरिदिनेछु यसरी भनेको छ हामीलाई नोक्सान नगर्ने कुनै निर्दोष मानिसलाई बाटोमा ढुकी बसौँ पाताल चाहिँ हामी तिनलाई निल्नेछौँ निर्दोष भए तापनि तिनीहरू गहिरो बलखाडामा पर्ने मानिसहरू चाहिँ हुनेछन् हामीहरू सबै किसिमका बहुमूल्य धन लिनेछौँ र हाम्रो घर लुटका मालले भर्नेछौँ 14 मा यसरी लेखेको छ तिमी हाम्रो साझेदार हौ हामी ती आपसमा बाँड्नेछौँ 15 मा यसरी बताएको छ हे मेरो छोरो तिनीहरूसँग नजा
तिनीहरूका चालमा हिँड्दै नहिँड। तपाईँ र मैले ध्यान दिनुपर्ने कुरा चाहिँ ए मेरो छोरो तिनीहरूसँग नजाऊ, तिनीहरूका चालमा हिँड्दै नहिँड। तपाईँ र मैले ध्यान दिनुपर्ने कुरा। अघि हामीले जे जति मान्छे सुन्यौँ नि, यी चाहिँ यहाँ भएका मानिसहरूले एक दुसरा मानिसहरूले सल्लाह दिने कुराहरू हो। प्रियहरू, यस्ता सल्लाहहरू दिन्छन् होला कतिपल्ट हामीलाई, जुन कुराले प्रभुको इच्छादेखि बाहिर, प्रभुको इच्छादेखि, मण्डलीदेखि बाहिर, मण्डलीको प्रेमदेखि, परमेश्वरको प्रेमदेखि, घनिष्ठतादेखि, जीवनदेखि बाहिर लाने कुरा गर्छ नि। यस्ता कुराबाट चाहिँ प्रभुको वचनले भन्दा चाहिँ मेरो छोरो तिनीहरूसँग नजाऊ, तिनीहरूका चालमा हिँड्दै नहिँड, तिनीहरूको चालमा हिँड्दै नहिँड। के तिमी त परमेश्वरको छोरा, उद्धार पाएका मानिस हो, त्यो त परमेश्वरको सन्तान, कहिलेका व्यक्ति हो, येशूको रगतले किनेका बहुमूल्य व्यक्ति हो। तिमीले त्यस्ता गर्नु हुँदैन। अनि प्रभुको वचनले बताइन्छ ए मेरो छोरो दुष्टको यस्ता सल्लाहहरू तिम्रो जीवनमा आउँछ, फकाउला कसैले, भन्ला कसैले, हामीसित जाउँ कसैको हत्या गरौँ। तिनी त निर्दोष छन्। निर्दोष भयो भने तिनको धन हामी लिनेछौँ, आपसमा बाँडचुँड गर्नेछौँ, हामी धनका सामान, लुटका सामानले हाम्रो घर भर्नेछौँ। त्यसै कारण जाउँ हामी कसैको हत्या गरौँ, कसैलाई मारौँ, कसैलाई पिटौँ, कसैलाई दोष लगाइदेऊ। उनले यति दिन्छन् अरे। यस्ता कुराहरू हुनसक्छ। कसै सत्यको पक्षमा विरुद्धको कुराहरू बोलिदेऊ, यस्ता कुराहरू भन्ला, मेरो पक्षमा आऊ, हामी यसरी बोलाउँ र हामी यसरी सामानहरू, बहुमूल्य सामानहरू आपसमा बाँड्नेछौँ। यस्तो मानिसहरूले सरसल्लाह दिएला। तर प्रभुको वचनले भन्छ हे मेरो छोरो तिनीसँग नजाऊ, तिनीहरूका चालमा हिँड्दै नहिँड। परमेश्वरको शिक्षा तपाईँ र मलाई छ। लुटका सामानहरू तपाईँ र म मेरो आफ्नो घर भर्न हुँदैन। लुटका माल सामानहरूले तपाईँ र हामी सजिनु हुँदैन। हामी त परमेश्वरको जीवनको, आनन्दको, आशिषको, प्रेमको, मेलमिलापको, एकताको, शान्तिको, धार्मिकताको यस्ता सामानहरूले भरिनुपर्छ क्रिस्चियन जीवनको घर चाहिँ। अनि प्रभुको आजको वचनले भनेअनुसार यस्ता सल्लाहहरू दुष्ट मानिसले हामीलाई दिन्छ कतिपल्ट। यस्ता सल्लाहहरू दुष्ट मानिसबाट आउने सल्लाहहरू हो, जुन सल्लाहले चाहिँ हामीलाई प्रभुको इच्छादेखि बाहिरका अगुवाकोदेखि, दुश्मनी मण्डलीदेखि फरक गर्न चाहन्छ। तर प्रभुको वचनले भन्छ ए मेरो छोरो तिमी त्यसमा नजाऊ, तिमी त्यस्तो दुष्टको सल्लाहमा हिँड्दै नहिँड। प्रभुको वचनले हामीलाई त्यो सिकाउँदछ प्रियहरू। किनभने हामी बाहिरदेखि सल्लाह, साथीभाइहरूले भन्दा जाउँ न आज गएर खाइदेऊ, आज गएर खाइदेऊ, यसरी आज गएर मदपान खाइदेऊ, नराम्रो कुराहरू खाइदेऊ। तर प्रियहरू तपाईँहरूलाई प्रभुको वचनले के भन्ने चाहन्छ तपाईँलाई थाहा छ? ए मेरो छोरो तिनीहरूसँग नजाऊ, तिनीहरूको चालमा हिँड्दै नहिँड। तपाईँ र मलाई प्रभुले दिएको सल्लाह हो। अनि हामीलाई जे जति पनि एकअर्काले जे जति पनि यस्तो दुष्टको सल्लाह दिएला, तर हामी त्यो कुरामा सजग र स्थिर रहनुपर्छ। म चाहिँ प्रभुको छोरा हो भन्ने कुरा तपाईँ र मैले बिर्सनु हुँदैन। तपाईँले मैले त्यो बेला पनि सम्झिनुपर्छ, जुन बेला तपाईँले मेरो साथीले कतिपल्ट आफ्नो परमेश्वरको इच्छादेखि परमेश्वरको विरुद्धमा काम गर्न लाउँछ, परमेश्वरको इच्छादेखि बाहिरको काम गर्न लाउँछ, त्यो बेला तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा चाहिँ अघि मलाई प्रभुको वचनले भनेको थियो ए मेरो छोरो, अघि मेरो पिताले भनेको थियो ए मेरो छोरो तिनीहरूसँग नजाऊ, तिनीहरूको चालमा हिँड्दै नहिँड। अनि त्यो कुरा चाहिँ तपाईँ र मैले त्यो बेला विचार गर्नुपर्छ। अलि तल यसरी बताएको रहेछ 16मा, 1:16मा अपराध गर्नेहरू चाँडो चाँडो दगुड्छन्, हत्या गर्नेहरू आतुरी गर्छन्, पंक्षीले देख्ने गरी जाल फिजाउनु व्यर्थ छ। यी मानिसहरू आफ्नै रगतको निम्ति ढुकी बस्छन्, आफ्नै बाहेक अरू कसैको बाटो ढुक्दैनन्। बेमानिसित कमाउन इच्छा गर्ने मानिसहरूको अन्त यस्तै हुन्छ। तल लेखे अनुसार लोभकै कारण तिनीहरूको प्राण नष्ट हुन्छ। जो जति पनि लुटका सामानहरूले भर्न चाहन्छ, लडाइँ झगडा गरेर असन्तुष्टि भने यस्ता कुराहरूमा ध्यान दिन्छ, लडाइँका कुराहरूमा एकअर्कालाई दोषी लगाउने, बिना ऊ सत्य छ र मलाई दोष लगाएर उसको पक्षमा नबोलेर उल्टो दुश्मनको शत्रुको पक्षमा बोलेर जो जति विरोध गर्न लाउँछ, यस्तो नराम्रो काम गर्नेहरू चाहिँ यस्तै कामहरू नष्ट हुनेछ। मार्नेहरू, हत्याराहरू, हत्याकै कामहरूले नष्ट हुनेछ। लोभ गरेर उनका धनलाई देखेर उसलाई गिराउने, उसलाई मार्न चाहने मानिसहरू यस्तै लोभमै नष्ट हुनेछ। प्रभुको वचनले भन्छ यस्तै कामहरू नष्ट हुनेछ। यहाँ माथि लेखे अनुसार मलाई साह्रो मनपर्ने चाहिँ के लेखेको छ भन्दा पंक्षीले देख्ने गरी जाल बिछाउनु व्यर्थै छ। पंक्षीले देख्ने गरी जाल बिछाउनु व्यर्थै छ। मार्ने त पंक्षीलाई हो नि, तर जाल चाहिँ बिछाउँछ पंक्षीलाई देख्ने गरी। प्रभुको वचनले भन्दछ त्यो व्यर्थै छ। यसको मतलब चाहिँ हामी धेरै जाल एकअर्काले बिचेर शत्रुले हाम्रो सिकाल जाउँ गएर निर्दोष मानिसको जाल बिछौँ। अनि ती जे जति पनि काम गर्छ मानिसहरूले, जे जति पनि गर्न चाहन्छन्, त्यो सबै कुरा परमेश्वरको आँखाको अगाडि हो।
लुक्न सक्दैन ती केही पनि कुराहरू। पंक्षीले देख्ने गरी जाल बिछाउनु व्यर्थै छ। त्यो परमप्रभुले सबै कुरा देखिसक्नु भएको छ। जो असल न्याय हुनुहुन्छ, सत्यको पक्षमा जो कडा साथ न्याय गर्नुहुन्छ, उहाँले देखि नै रहनु भएको छ। अनि प्रियहरू, हामीलाई लाग्छ होला हामीले गरेको कामहरू कसलाई थाहा होला, हामीले त लुकीछिपीमा गर्दैछौँ, यो काम त कसैले पनि देखेको छैन, देखेको भए त नराम्रो हुने थियो, तर देखेको छैन। तर परमप्रभुको वचनले भन्छ परमप्रभुको अगाडि केही कुरा पनि लुक्ने छैन। पंक्षीले देख्ने गरी जाल बिछाउनु व्यर्थै छ, न त पंक्षी फसिन्छ न त केही नै हुन्छ। तर प्रभुको वचन तपाईँले मलाई सिकाएअनुसार चाहिँ आजको विशेष गरी वचनले हामीलाई के भन्दछ भन्दाखेरि, आजको वचनले बताइन्छ पंक्षीले देख्ने गरी जाल नबिछाऊ। यसको मतलब यस्तो काम नगरौँ जुन काम परमेश्वरको दृष्टिमा असल छैन, परमेश्वरको विरुद्धमा पाप हो, ती कुराहरू हामी नगरौँ। तर प्रभुको वचनले हामीलाई के सिकाउँदछ भन्दाखेरि, ए मेरो छोरो, तिनीहरूसँग नजाऊ, तिनीहरूको चालमा हिँड्दैन हिँड। तपाईँ र मैले ध्यान दिनुपर्ने कुरा चाहिँ यो कुरा रहेछ प्रियहरू। र आजको वचन तपाईँलाई मलाई सिकाउँदछ कतिपल्ट संसारका मानिसहरूले, हाम्रो साथीभाइहरू, दाजुभाइहरूले, कतिपल्ट मानिसहरूले हामीलाई यस्ता कुराहरू सिकाउन सक्छ जुन परमेश्वरको इच्छा भइरहेको, मण्डलीको विरुद्धको, अगुवाको विरुद्धको यस्ता कुराहरूपट्टि हामी नजाउँ, तर हामी ती कुरापट्टि जाउँ जुन उन्नतिको कुरा, फाइदाको कुराहरू, त्यस्ता कुरापट्टि हामीले ध्यान दिनुपर्छ। त लडाइँको कुरापट्टि ध्यान दिएर हामीले के उन्नति गर्न सक्छौँ र? तर प्रभुको वचनले आज हामीलाई बताउँदछ, ए मेरो छोरो, तिनीहरूसँग नजाऊ, तिनीहरूको चालमा हिँड्दैन हिँड।